हजुरआमालाई कस्तो छ त नि अहिले? मेरो हजुरआमा बित्नु भएकै 10 वर्ष भइसक्यो यसले फेरि के भनेर झुटो बोली अहिले हजुरआमालाई एकदमै सन्चो छ। ठिक छ धेरै भयो के अरे तिमी नआएको पनि। तिम्रो त बिहे पनि भयो के अरे होइन? अस्ति भर्खरै अब 15 दिन जति त तिम्रै घर गएर बसेको हो त यो। मेरो बे अनि मेरो बे भएको मैले थाहा पाइन त ए त्यही पनि 15 दिन कहाँ गयो 15 दिन आन्टी मेरो त डिभोर्स भयो नि। 6 महिना मात्र भयो हैन र? हजुर 6 महिनासम्म राम्रै चलेको थियो। अनि अब त्यो बच्चा के गर्छौ त? तिमी त प्रेग्नेन्ट थियौ हैन? अस्ति गाह्रो भयो भने यो 1 हप्ता बसेकी हैन त तिम्रो घर? हजुर अब चाहिँ अति भयो है अब मैले यसलाई साथी भन्दिन कुन दिन यसको सब भान्डा फोडिदिन्छु म गएको है आन्टी। पछि आउँछु म। बस न नानी बस, कहाँ गएको? अझ कति कुरा सोध्नै थियो